दमक वरिपरि हुनुहुन्छ अनि गर्लफ्रेन्ड बोयफ्रेन्ड छोराछोरी आमा बुवा बुढाबुढीसँग अथवा साथीभाइहरूसँग काहीँ घुम्न जाने प्लान गर्दै हुनुहुन्छ भने होटल रतुवा भ्यू पोइन्ट पनि एउटा पर्फेक्ट ठाउँ रहेको छ। यसको लोकेसन चाहिँ नर्थ अफ रतुवा पुल होइन, बिहाइन्ड क्योच हस्पिटल तिर रहेको छ। त्यो पुलदेखि सिधै जानुभयो भने उत्तरतिर जानुभयो भने अलिकति 3-4 मिनट हिँड्नुभयो भने पनि पुगिन्छ है। अनि यो चाहिँ ठिक्क पुल रमाइलो वातावरण छ, यसरी डान्सहरू गर्ने यस्तो इन्भाइरोमेन्ट पनि रहेछ होइन। बच्चा बच्चीलाई लिएर जान पनि राम्रो छ। भित्र चाहिँ धेरै स्पेसियस, सानो भयो भने स्पेसियस क्या ठाउँ यसरी चाहिँ कम्पार्टमेन्टहरू धेरै रहेको छ। अनि ठ्याक्कै यता चाहिँ रतुवाको चाहिँ भ्यू पोइन्ट पनि लिने ठाउँ छ। मेरो चाहिँ छोरा बुढा रमाउँदै हुनुहुन्छ यहाँ आर्टहरू हेर्दै होइन। अनि सानो सानो हटहरू पनि छ होइन। यो चाहिँ भर्खर कन्स्ट्रक्टेड भएको ठाउँ हो, नयाँ प्लेस हो। अझै पनि उहाँहरू कन्स्ट्रक्सन गर्दै हुनुहुन्छ। अनि यहाँ वरिपरि प्लान्टहरू भोलि पर्सि कस्तो राम्रो हुने रहेछ क्या। अनि मेरो छोरा चाहिँ रमाउँदै छ। यो चाहिँ हामी ओपनिङ नै नभई गएको थियौँ, अस्ति भिडियो हाल्छु भनेको बिजी भएर हाल्नु भएको छैन। यहाँ डान्सहरू गर्दै हुनुहुन्छ अनि मेरो छोरा पनि रमाइलो मानेर हेर्दैछ। उसलाई डान्स सुन्ने बित्तिकै हेर्ने बित्तिकै उसलाई पनि मनपर्छ, रमाइलो गर्छ। 15 मन्थ्सको भयो। अनि त्यसपछि माथि पनि छ भ्यू पोइन्ट यसरी हेर्नलाई। अनि त्यसपछि अर्को राम्रो पोइन्ट भनेको चाहिँ ठ्याक्कै खोलाको नजिक भएको कारणले त्यहाँ भ्यू पोइन्ट पनि बनाइदिनु भएको छ। अनि यसरी प्लान्टहरू पनि प्रिजर्भ गरेर राखेको छ। ल भ्यू पोइन्टतिर जाऊँ न त, खोलाकोतिर होइन। यसरी देखिन्छ। ठ्याक्क आधारभूत स्वास्थ्य केन्द्र पनि नजिकै रहेछ यसमा, दमक 7 को। अनि त्यसपछि यसरी भ्यू पोइन्टहरू राख्नुभएको छ। अनि हामी चाहिँ यहाँ रमाइलो मान्दैछौँ, हेर्दैछौँ। बाउ छोरा हेर्दै हुनुहुन्छ। चराहरू पनि मजाले हेर्नलाई रमाइलै ठाउँ छ होइन। रमाइलो छ। पिस चुज गर्नुहुन्छ भने यता आउनु, अझै रमाइलो डान्सहरू गर्ने हो भने होटलतिर जाँदा पनि हुन्छ। यहीँ पनि अर्डरहरू उहाँहरूले नै बनाउनु भएको रहेछ, अर्डरहरू लिनुहुँदो रहेछ। ल थ्याङ्क्स फर वाचिङ, बाई बाई। यो चाहिँ फ्रीको प्रमोसन हो, पेड होइन है मेरो। अनि सफा राखौँ त म, थ्याङ्क यू।